नमस्कार। हजुरहरूको माझमा फेरि अर्को क्वेसन लिएर आइपुगेको छु। आजको शीर्षक छ बगिरहेको जिन्दगी। बगिरहेछ त्यो खोलाको पानी सरी जवानी अनि यसभित्र रहेका चाहना। न कसैको पर्खाइमा छ यो, न कसैको प्रतीक्षामा। न कसैलाई गाली गर्छ, न कसैलाई सम्मान नै गर्छ। बस आफ्नो निरन्तर बगिरहेछ। सायद मानिस हुन्थ्यो त मानिसले आशा राख्थ्यो, अपेक्षा राख्थ्यो, उम्मेद राख्थ्यो। तर जिन्दगी नित्य निरन्तर बगिरहेको छ। आजकल मानिस यही जिन्दगीलाई बाँच्न भुलेको छ। आफ्नै गन्थन मन्थनमा झुलेको छ। बिहान उठ्छ, अनेक तस्बिर हेर्छ अनि घेर्छ आफूलाई अनेक पीडाबाट। जिन्दगीलाई निहाल्न बिर्सेको जस्तो। तर जिन्दगीले आफूलाई, जीवनले आफूलाई कहिले बिर्सिएन। ऊ आफ्नै गतिमा छ। सबैलाई सुगन्ध छरिरहेको छ। जसले प्रेम गर्न जान्यो, जसले प्रतीक्षा गर्न जान्यो, उसैलाई वरदान दिइरहेको छ। सायद यही जिन्दगी जिउने, यही जिन्दगी बाँच्ने हरेकको चाहना छ। विवेकभित्र, संयमभित्र, इमान्दारिताभित्र रहने चाहना छ। तर त्यही चाहनाभित्रको बहानाले हामी कतै बिर्सिरहेका छौँ कि भुलिरहेका छौँ कि जीवनको यात्रा